आउनुस् अब हामी जानौँ पिस एग्रिमेन्ट डोनाल्ड ट्रम्पको बारेमा रसिया युक्रेन वारको है। के हामी नेपालमा मात्र सीमित हुन्छौँ? हामीले चाहिँ अन्तर्राष्ट्रिय कूटनीतिहरूको बारेमा हजुरहरूलाई सिकाउनेछौँ। अब हाम्रो च्यानलमा कनेक्ट बस्नु होला, हामी डिप्लोमेटिक न्युजहरू हजुरलाई अपडेट दिँदै जानेछौँ। डोनाल्ड ट्रम्पले बनाएको पिस एग्रिमेन्टको 28 पोइन्टको बारेमा चाहिँ हामी समरीमा जान्नेछौँ। हजुरहरूको टाइम वेस्ट नगरी हामी जति सक्दो सानोमा चाहिँ हजुरहरूलाई इन्फर्मेसन दिने कोसिस गर्नेछौँ। युक्रेनले पिस एग्रिमेन्ट गरेन भने अमेरिकाले पुरै फन्डिङ रोकिदिनेछ। अनि पिस एग्रिमेन्टमा युक्रेनले जम्मा 6 लाख सैनिकहरू मात्र राख्न पाउनेछ। अहिले रसिया युक्रेन वारमा रसियाले कब्जा गरेको 20% एरिया र क्रिमिया 2014मा कब्जा गरेको यो सबै रसियालाई दिनुपर्नेछ। ट्रम्पले यो पुटिनको फ्लेभरबाट न्युज बनाएका छन्। पहिले सोभियत युनियन टुक्रिसकेपछि नाटोको के काम छ र यो एक्सपान्ड गर्न पाउँदैन। युक्रेनमा 100 दिनभित्र इलेक्सन गर्नुपर्नेछ। सबै पार्टीहरू चुनावमा लड्न पाउनेछन्। पछि रसियाले युरोतिर एट्याक गर्यो भने अमेरिकाले सेन्सन र सबै डाइरेक्ट चाहिँ हस्तक्षेप गर्ने एग्रिमेन्ट गरेछन्। डोनाल्ड ट्रम्पले जुन युक्रेनमा भएको मिनरलहरू 50% चाहिँ अमेरिकाले लान पाउने र अमेरिकन कम्पनीहरूले टेन्डरहरू जित्नलाई युक्रेनले सहयोग गर्नुपर्नेछ। अहिले जुन अमेरिकाले युक्रेनलाई गरिरहेको फन्डिङ र सेटेलाइट डाटाहरू चाहिँ युक्रेनलाई दिइराखेको भए पनि तर यो पिस एग्रिमेन्ट गरेन भने त्यो सबै क्यान्सल गर्नेछन् र फन्डिङहरू पुरै जिरो बनाउने ट्रम्पले भनेका छन्। अमेरिकाले एउटा अफर पनि दिएका छन्, 100 बिलियन चाहिँ तपाईँ कन्स्ट्रक्सनहरूमा चाहिँ अमेरिकाले फन्डिङ गर्ने भनेको छ। यो पिस एग्रिमेन्ट भएपछि युक्रेनले कहिले पनि नाटोमा जोइन हुन नपाउने एग्रिमेन्ट गर्नेछन्। त्यतिखेर रसियाले एट्याक गर्यो भने अमेरिकाले साथ दिने भनेले 2022देखि 2024 डिसेम्बरसम्म अमेरिकाले फन्डिङ गरेको 182.8 बिलियन फन्डिङ गरेका छन् र अहिले ट्रम्प राष्ट्रपति भएपछि उसले जम्मा 960 मिलियन मात्र फन्डिङ युक्रेनलाई दिएका छन्। ट्रम्पले गर्न खोजेको थाइल्यान्ड र कम्बोडियाको वार रोकाएको मलेसियामा गएर एग्रिमेन्ट गरेका थिए। इन्डिया पाकिस्तानको वार रोकेको छन् भन्ने धारणा उसले दिएका थिए र अब युक्रेन र रसियाको एग्रिमेन्ट गराएर यो पालि होइन, अब आउने नेक्स्ट इयर चाहिँ नोबल पिस प्राइज चाहिँ उसले आफ्नो लागि चाहिँ दावेदार पेस गर्नको लागि यो कुराहरू चाहिँ देखाइरहेछन्। ट्रम्पले जेलेन्स्कीलाई बलिको बोका बनाएर पहिले अमेरिकाले नि साथ दिएकोमा चाहिँ अब अमेरिकाले नि साथ नदिने हुँदाखेरि जेलेन्स्की चाहिँ अब पुरै देशभरै नकआउट हुन्छन् जस्तो छ। अब हामी आजलाई यति राखौँ। हामीले चाहिँ मेन पोइन्टहरू हजुरहरूलाई भन्यौँ। अरू धेरै छ तर यो त्यसको चाहिँ निचोड चाहिँ यति हामीले चाहिँ हजुरहरूलाई इन्फर्मेसन दिएका छौँ र हामी कन्टिन्यू योभन्दा राम्रो कन्टेन्ट हजुरहरूलाई हामीले दिइरहनेछौँ। नेपालमा चाहिँ हामी पुरै रिसर्च बेस चाहिँ डाटाहरू मात्र हजुरहरूलाई हामीले दिनेछौँ। धन्यवाद।